सबैलाई नमस्कार। म छविलाल पाण्डे। आज 2000 मिति 2082 साल 11 महिना 7 गते रमजान सुरु भयो। सबैलाई नै थाहा होला त रमजानको महिना भनेको कस्तो हुन्छ र रमजानको महिना 1 महिना पुरा उपास गर्ने हो र उपास गरेपछि लास्ट दिन ईद मनाइन्छ। सबैलाई खुसियाली हुन्छ। सालमा एक फेर आउने एउटा यो त्योहार हो र जति पनि हाम्रा नेपालमा, इन्डियामा, पाकिस्तान, बङ्गलादेशमा मोहम्मडमहरू हुनुहुन्छ उहाँहरूलाई ईदको चाहिँ नि नमस्कार सम्पूर्णलाई र देश विदेशमा रहने हाम्रो मोहम्मडम भाइहरूलाई पनि नमस्कार छ ईदको। र ईद राम्ररी गरौँ र राम्ररी बसौँ। ईदको खुसियाली सबैले चाहिँ गरौँ। यति हुँदै म बिदा हुन्छु। नमस्कार। छविलाल पाण्डे।